बसेर जाउँ ल सब ब्याङ ब्याङ भनेर हामी चाहिँ त चिन्ने डाँडातिर आएको छौँ है त्यस अनि अहिले चाहिँ हामी गङ्गाटा के अरे गङ्गटे खोला यो चाहिँ गङ्गटे खोला ल अब चाहिँ हामीले बाटो दिइसक्यौँ है मेरो भाइ अगाडि अगाडि गइरहेको छ अब चाहिँ डर लागेर उसलाई पछाडि बस्नु आम्मामा यस्तो हाइकिङ हो त्यति जो मम्मी दिनीसित आएको भए त मरि नै रहेछ त अनि बाटो कहाँदेखि चाहिँ बज्या थाहा छ मलाई त हेर्न सक्नुहुन्छ गाइस एन्ड्सहरू हाम्रो कमिलाहरूले चाहिँ अट्याक हानिसकेको छ मलाई चाहिँ पुरै अट्याक यहाँसम्म आइसकेपछि कस्तो नजाने कुरा गर्छ कि डरपोक लड्ने मर्नु चाहिँ कहाँ मरिन्छ त्यस्तो अभासी नबोले त रुखमाथि पुग्नु त म चिप्लेर मऱ्यो भने चाहिँ कसको दोष मेरो चाहिँ कसरी हो र तँलाई त अझ लेट्स गो अझै यति माथि चढिसकेपछि अब एकछिनको मजाले अब मुनि जानु सजा हुन आँटेको छ हाम्रो ल है त त चाहिँ पात्दै बस है अघि बिहान यसको रुम छिर्ने बित्तिकै यस्तो पात गनाएको होइन नि गाइजहरू मासाले यहाँदेखि मरिन्छ कि क्या हो चप्पल खोइ ए खाली खुट्टी हिँड लास्ट भन्नु आएको थियो मैले अब तपाईँहरूले अब भेरेटारमा हेर्नुपर्छ गाइज चाहिँ हिँड्न सिधै यो चप्पल फेरि भित्रमा त छिर्छ ज्याठा ओह्राले गर्दाखेरि मसला झन्नै लड्यो ओहो 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 लडिन्छ कि क्या हो आज के भयो भने चाहिँ हार्दिक श्रद्धाञ्जली भ्याक्सोलाई भनेर हालिदिनु होला है पोस्ट माया डर लागिसक्यो सबैजना भ्याक्सो ब्लग्सलाई सब्सक्राइब हानिदिनु होला भ्याक्सो ब्लग्स तान्न जाता डोरेमन हाम्रो रेमन पनि झन्नै लडिङ ह्यापनिङ अनि यस्तो बिचमा चाहिँ यस्तो राम्रो बाटो छ अनि बिचमा चाहिँ फेरि बाटै छैन क्या अनि फेरि चप्पल बाङ्गेको अवस्था भाँस दूंगा फाड़ दूंगा मैं आया मादर चौथ क्यों मेरो पनि पोल्नु थाल्यो अबे काँडे जाठा काँडा यस्तो काँडादेखि चाहिँ बचौँ होला हो कहाँदेखि लाग्यो नि जहाँ थियो कमाउनु थियो अरे ल
चप्पल मिलाउने ठाउँ पनि पो छैन त हौ कसरी चप्पल मिलाउनु होला अब हेर त भित्र मरेछ कि जिन्दैछ छैन छैन गङ्गेटाहरू डरै हुन्छ भन्थ्यो अब यहाँदेखि बिस्तारै झरमला नि ओहो सिधै ओह्रालो छ त हो अघि आउँदाखेरि त सिधा त्यस्तो थिएन जस्तो लागेको थियो त्यही केही छैन हामीहरू हिम्मतवाला मान्छेहरू वी क्यान डु एनिथिङ के फाल्छ साम फाल्छस् डाँठा उरे बाबा यो ठाउँ हो कि के हो है कस्तो झर्नु गाह्रो भएको छ नि यहाँदेखि यहाँदेखि त स्लाइडै हान्नुपर्छ जस्तो छ बसेर जाउँ ल आयो लड्यो के लड्यो मिठै लड्यो नि हो त घाउ भयो जस्तो छ त जाठा हो नि आयो अगाडि जान्छु अगाडि आयो फाइनली यो जङ्गलदेखि बाहिर निस्क्यौँ हामी यता आइज नि त चाहिँ कति पत्र गरेर आयो लड्यो नि हो मिठै हेर पछाडि फोरै फोर छ क्या ओभर तेरो त के फोहोर भन्नु अहिले चाहिँ हामी यहाँ खोलामा आइसक्यौँ कहाँ गएर धुने यहाँ मुनि यहाँ जाउँ सजिलो यहीँ देखेँ मैले पनि त्यो खाने पानीको पाइप उयो होला है त्यहाँ पनि लड ओइ 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 मजा तिमीले अहिले मुनितिर पुग्लास् भने सो अहिले चाहिँ म नुहाइसकेँ अनि यता देख्न सक्नुहुन्छ मेरो सानीलाई सानी चाहिँ आज धेरै काम गर्नुहुँदैछ कहाँदेखि अचम्म लागिरह मलाई काम गरेको देखेर हेर्न सक्नुहुन्छ आज त आम्मा मामा लु अनि यता रेमन यो अब कति बेला नआउँछ केही थाहा छैन जति बेला नस्यो जाँठा म चाहिँ टावलले पुसेर दसैँको लागि अब दक्षिणा थाप्न दक्षिणा थाप्नै परेन दक्षिण थाप्नको लागि रेडी छु लु भयो नानी तायाङलाई सिलाङलाई दिन सिलाङलाई खोइ सिलाङलाई तिम्रो दक्षिणा नि देखाऊ न के तिमीको फोटोमा देखाउँछ बाजेको हातको दक्षिणा टिका लगाएको यसपालि अर्को साल त बालवतीसँग बस्दा फुले रेमन तिमी टिका लगाउनु बाजे आउँछ अर्को सालमा आउँछ हाम्रो सिलिहाङलाई जिउवा खोइ जिउवा ल बाजेलाई ढोक्नुपर्छ उठेर पत्रा भलक बन्नु भैँसीले भात खाएको थिएछ है
देख्न सक्नुहुन्छ अब चाहिँ अब त्यो टिका लगायो होइन अब अर्को ठाउँ जानु आँटेको आज पैसा तँले कमिन्छ जस्तो छ ल मेरो पनि हाल्दैछ किनिदिनु भयो अब भन्यो चार्डिन होइन चार्डिन अब आजको लागि चाहिँ यति नै हाम्रो ब्लग अरू पोस्ट गरौँ भने भिडियो नै गर्नु बिर्सेछु भोलि पनि एउटा भोलि नभनौँ बिस्तारै एउटा ब्लग चल्छ है हेरिदिनु होला सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू